जय मसीह सबैलाई। आज तपाईहरुलाई महत्त्वपूर्ण कुरा म तपाईहरुको बीचमा राख्न गइरहेको छु। आज विश्वासीहरू जब बिमार हुन्छ अनि प्रार्थना गर्न सुरु गर्छन्। आज विश्वासीहरू जब सतावट र कष्ट आउँछ अनि प्रार्थना गर्नलाई माग गर्छन्। आज विश्वासीहरू जब अभाव हुन्छ अनि प्रार्थना गर्न सुरु गर्छन्। जब विश्वासीहरू दुष्ट आत्माको बन्धनमा पर्छन् अनि मात्र प्रार्थना गरिदिनु भनेर माग गर्छन्। तर म आज तपाईलाई भन्न चाहन्छु, आज तपाईले यी समस्याहरू आउनु भन्दा पहिला नै, शैतानको अट्याक आउनु भन्दा पहिला नै, बिमार तपाईको जीवनमा आउनु भन्दा पहिला नै, अभाव र सतावट तपाईको जीवनमा आउनु भन्दा पहिला नै रोगका युक्तिहरू, बिमारका है दुष्ट आत्माका बन्धनहरूको, श्रापका कुराहरू, अभावकाहरू, दुःख र कष्टको कुराहरू है तपाईको जीवनमा यी सबै समस्याको युक्ति चाहिँ दियावलले बनाएको हुन्छ। यसै कारणले तपाईहरुलाई चाहिँ यी सबै कुरा माथि कसरी विजय हुने भन्ने सूत्र चाहिँ म तपाईलाई बताउन गइरहेको छु। अथवा यी सबै दियावलका यी सबै युक्तिहरूबाट तपाई कसरी सफल हुने अथवा विजय हुने भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। बाइबलमा यसरी लेखेको छ, परमेश्वरको वचन पहिलो पत्रुस 5:8 मा यसरी लेखेको छ, सचेत रह, जागर रह, तिमीहरूको शत्रु दियावलस कसलाई भेट्टाऊ र खाइहालौँ भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ। विश्वासी दाजुभाइहरू र दिदीबहिनीहरू, म तपाईलाई उत्साह दिन चाहन्छु। आज दियावलस तपाईको विरुद्धमा तपाईलाई खाइहालौँ र तपाईलाई नाश पारिहालौँ भनेर चाहिँ दियावलसले तपाईको विश्वासको जीवनमा, तपाईको आत्मिक जीवनमा, तपाईको शारीरिक जीवनमा, इभन तपाईको भाव सबै, तपाईको परिवारदेखि लिएर हरेकको जीवनमा शैतानले चाहिँ अट्याक गर्नको लागि बाटोहरू तपाईको विरुद्धमा खोज बनाइरहेको हुन्छ। यसै कारणले आज यस दियावलसको तपाईको जीवनमा अट्याक आउनु भन्दा पहिला पाउलले हामीलाई यसरी स्पष्ट तरिकाले पहिलो थेसलोनिकी 5:17 मा यसरी भन्दछ, यहाँ भन्दछ, निरन्तर प्रार्थना गरिरह, निरन्तर प्रार्थना गरिरह। हालेलुया। आज एउटा विश्वासीले यदि प्रार्थनाको जीवन छोड्यो भने, प्रार्थना गर्न छोड्यो भने, साँच्चीकै त्यो प्रार्थना नगर्ने समय चाहिँ शैतानको समय भएर जान सक्छ। त्यो प्रार्थना नगरेको समयमा चाहिँ दियावलसले तपाईको जीवनमा अट्याक गर्नलाई धेरै ठाउँ पाएको हुन्छ। तपाईको जीवनमा धेरै नराम्रा विचारहरू, नराम्रा कामहरू, रोग र बिमारहरू, श्रापहरू ल्याउने, नराम्रो बोलीहरू निकाल्ने, नराम्रो खान लाउने, हेर्न मन लाग्ने कुराहरू लिएर आउन सक्छ। यसै कारण यी दियावलसका युक्तिहरूलाई तपाईले जित्नको लागि चाहिँ तपाईले आज निरन्तर प्रार्थना गर्नुपर्छ। निरन्तर प्रार्थना जब तपाईँ गर्नुहुन्छ, तपाईले दियावलसका सबै युक्तिहरूमाथि तपाईले विजय पाउनुहुन्छ। पाउलले यतिकै निरन्तर प्रार्थना गर्नुपर्छ भनेर भन्नुभएको छैन, किनभने पाउललाई थाहा छ कि प्रार्थनाले आज तपाईलाई मलाई शैतानका सबै युक्तिहरूमा विजयता दिलाउँछ, चिन्ताहरूमा विजयता दिलाउँछ, बिमारमा विजयता दिलाउँछ। बाइबलले भन्छ, तिमीहरू एकअर्का निको हुनलाई प्रार्थना गर भन्दछ है। अनि चिन्ताहरूमाथि विजय हुनुको लागि फिलिप्पी 4:6-7 भन्छन् है, प्रार्थना गर भन्दछ। निराश नहुनुको लागि यीशु प्रभुले भन्नुभयो है, एउटा उदाहरण दिनुभयो लुका 18 अध्यायमा कि साँच्चै नै निराश नहुन् भनेर प्रार्थना गर्न प्रभुले एउटा उदाहरण दिनुभयो, जहाँ चाहिँ एउटा हामी देख्छौँ कि एउटा कुरुन्दार अथवा एउटा विधवाको है बारेमा हामी पाउँदछौँ त्यहाँनिर है। आज प्रार्थनाले तपाईलाई मलाई निराशादेखि, चिन्तादेखि है, सबै अशान्तिदेखि, डिप्रेसनदेखि हामीलाई छुटकारा दिलाउने काम गर्दछ। यसै कारणले आज विश्वासीहरू तपाईहरूको जीवनमा रोग लाग्नुभन्दा पहिला नै अब तपाईले प्रार्थना सुरु गर्नुहोस्, ताकि शैतानले ल्याउने त्यो रोगहरूलाई प्रार्थनाले तपाईँ जितिसक्नु भएको होस्। तपाईको जीवनमा अभाव र दुःख र कष्ट आउनु भन्दा पहिला नै अब प्रार्थना सुरु गर्नुहोस्, ताकि ती आउने सबै कुरामा तपाईले विजय सफल पाउनु भएको होस्। अब तपाईको आर्थिक कुरामा पनि यही भन्न चाहन्छु, तपाईको आर्थिक घटी कमी हुँदाखेरि पनि अब तपाईले घटी कमी भएपछि प्रार्थना गर्ने होइन, तर अहिलेदेखि प्रार्थना गर्नुहोस्। त्यो घटी कमीलाई तपाईले येशूको नाममा क्यान्सल गर्नुहोस् र परमेश्वरको जुटाउने यहोवा गोठालो हुनुहुन्छ भनेर त्यो वचनलाई घोषणा गर्नुहोस्। प्रार्थना गर्नुहोस् तपाईको जीवनमा, तपाईको परिवारमा, किनभने प्रार्थना तपाईलाई विजयता दिलाउँछ। यसै कारणले दियावलसको युक्तिहरूमा तपाईलाई प्रार्थनाले विजयता दिलाउनेछ, प्रार्थनाले तपाईलाई सफलता दिनेछ, प्रार्थनाले तपाईलाई निको पार्नेछ, प्रार्थनाद्वारा तपाईँ
शैतानलाई तपाईँ हराउन सक्नुहुन्छ। तपाईँको जित प्रार्थनामा छ, तपाईँको चङ्गाई प्रार्थनामा छ, तपाईँको आशिष प्रार्थनामा छ, तपाईँको सफलता प्रार्थनामा छ, तपाईँको शान्ति प्रार्थनामा छ। किनभने जति तपाईँ प्रार्थना गर्नुहुन्छ त्यति धेरै नै तपाईँ परमेश्वरको उपस्थितिमा जानु सक्नुहुन्छ। अनि जति धेरै तपाईँ परमेश्वर उपस्थितिमा जानुहुन्छ कुनै पनि कुरा तपाईँलाई छुन सक्दैन। किनभने प्रभुले भन्नुभएको छ मेरा नजिक आऊ र म तिमीहरूको नजिक आउनेछु। प्रार्थनाद्वारा परमप्रभुको नजिक जानुहोस् र दियाबलसका सबै युक्तिहरूलाई तपाईँ हराउन सक्नुहुन्छ। यो उत्तर दिन चाहन्छु विश्वासीहरू, अब अभाव, रोग, बिमार, दुःख, कष्ट, चिन्ता, फिक्री, निराश आउनुभन्दा पहिला नै तपाईँ प्रार्थनाको योद्धा बन्नुहोस् र यी सबै कुरामा तपाईँले विजय पाउनुहुन्छ। आज तपाईँ मण्डलीमा जाने र प्रार्थना गर्ने, घरमा आउने, बिहान एकचोटि प्रार्थना, खानाको लागि प्रार्थना, त्यसपछि नि सुत्ने बेलाको प्रार्थना, यो एउटा धर्मअनुसारको प्रार्थना गर्न छोड्नुहोस् र धार्मिकतामा तपाईँ पावलले भने जस्तै निरन्तर प्रार्थनामा लागिरहनुहोस्। किनभने यो प्रार्थनाले तपाईँलाई सही दियाबलसको सबै युक्तिहरूमा विजय दिने काम गर्दछ र तपाईँ एउटा असल र साँचो तपाईँ प्रार्थनाको योद्धा बन्नुहुनेछ र तपाईँको विरुद्धमा शैतानले ल्याएका सबै श्रापहरूलाई तपाईँले तोड्न सक्नुहुन्छ, तपाईँ अनि जित्न सक्नुहुन्छ। तपाईँलाई परमेश्वरले धेरै आशीष दिनुभएको छ। गॉड ब्लेस यू। जय मसीह।